Deve porci ni de bu mal kici ador बढ़िया मिति 2082 6 महिना 8 गते चलानी नम्बर 700 प्रकाशी सम्बन्धमा सूचना प्रकाश
सबैजना प्रकाशित सम्बन्धमा सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन पछि सर्वदलीय सरोकारवालासँग छलफल र वार्ता मार्फत निकास खोज्ने छलफल सूचना हाललाई यो सूचना स्थगित गरिएको जहिलेसम्म यसले पदाधिकारी छ नि त्यहाँसम्म मैले के गर्दिनँ भने त्यसरी मान्छे छिराइदिनु त्यो झगडा बेसी हाउम भएके जिल्ला से एक गाड़ी नेपाल प्रहरी चलेला छु देखे सक्छै भर्खरै गाडी हेर्नुस् जनतालाई सुरक्षा दिन आउनु भएको छ मेरो कार्यक्रमसम्म आजदेखि यो भनेर आजदेखि 84-85सम्म 84 मेरो उयो कार्यक्रम नसक्नेसम्म यसको नोटिस कहिले पनि आउँदैन अनि मात्र यो हुन्छ हुँदैन भने यहाँ अब अरू मनाउनु छ के गर्नु जनता अरू आउँछ एकचोटि उहाँहरू बोलिदियोस् न सर किन डराउँछ त्यही जनताले जता गर्ने उसलाई त्यही जनताले जता किन डराउँछ हामीलाई यस्तो तरिकाले व्यवहार गर्नुभएको छ बोलिदियोस् न उहाँहरूले भित्रैबाट भने पनि आफ्नै जनतासँग डरा भने कहाँ गर्नु भित्रैबाट पनि हामी जाँदैनौँ हामीलाई जाँदैनौँ
हामी जाँदैन हुँदैन दाइ ती बसाउने जाने बाबा सर अघिले गयो अघि त यहाँ सुन्दै एउटा कुरा म तपाईँलाई यहाँ सुन्नु यहाँ सुन्नु मेरो छोरा सुन्नु अघि पनि एउटा उसको चम्चा कसैलाई पनि फोन गरेर धम्काएर कसै गरेर त्यसको पनि कुनै खाएको निर्णय गर्न सक्दैन भने जाउँ न तालचा मारेर आउँछु हामी यसो गर्नु न निर्णय गर्न सक्दैन हामी तालचा मार्छ हामीलाई छोडिदिनु सबैले त जनताको हो नि हामी त लागेको हामीलाई चाहियो त्यति हामीलाई गरिदिनु हामीलाई पैसा दिनु त्यस्तो हुँदैन निर्णय गर्न सक्दैन भने निर्णय गर्न पनि नदिनु छोड्दिनु कितले दिनु त्यो हटाउनु पर्यो निर्णय गर्न सक्दैन भने नेताले जनताको हातमा सुम्पिदिनु पहिला पर्यो भने तर हामी त्यो गर्न हामी गर्दिनौँ त्यति बेला हामी गर्दैनौँ मैले के गर्नु होइन हामी नै उत्रेको सुरक्षा गर्नलाई एउटा खोल्ने नि त हामी सुरक्षा कुरा खोजेको छ तर अब आइतबार हुने गरी हामी ताला मार्नु हामी आउँछ भएको कुनै 90 र 99 मा फरक पर्छ 90 र 10% कति फरक हुन्छ 1%ले मान्छे त जस सरकार भनेको 90 तपाईहरु समस्याको समाधान गर्न हामीले त्यस्तो गरेको छौँ अहिलेसम्म हामीले तपाईँले यहाँ सोध्दा पनि हुन्छ सर यति घन्टा बिग गरौँ कसलाई हामीले बराबर भनेको छौँ सर हामीले यदि तपाईँलाई विश्वास सोध्नु हामीले अहिलेसम्म उहाँलाई काठमाडौँको त्यत्रो सीमा सुरक्षा गर्न सक्नु भएन अब मेयरलाई सुरक्षा गर्नुहुन्छ हामीले ग्रामको सुरक्षा गरेर बचाएको छोरी मेयरले आएर रात्रि कुरा गरेको थियो मेयर त भागेको बसेको थियो भनौँ न हामीलाई खोल्दिनँ हामी गइहाल्छौँ दाइ म 4-9 पुलिस स्टाफ राख्छ मेयर त भागेर अब अहिले हामीले
बसेको छु बाँकी कुरो पर्सि आइतबार गते हो 12 गते सर्वपक्षीय बैठक बोलाएर एउटा निचोड निकाल्ने त्यस्तो हुँदैन निचोड गर्नु आज निचोड गर्नु निकाल्नु पर्यो ग्रामसभा 5 को वडा देखेर हात लाउने मान्छेलाई निकाल्नु पर्यो को वडा देखेर हात निकाल्नुमा माधव चोरलाले यही काट्नेमा
उम्र से निकली कि चल निकाल निकाल ड्युटी हामी पनि यहाँ ड्युटी गरेको भएन है। हामी यहाँ के सल्लाह गऱ्यौँ भन्दाखेरि हामीलाई गर्नुपर्ने काम के छ भन्दाखेरि हामीले यहाँबाट गर्ने भनेको यो जुन हाम्रो मेयरको हुन्छ नि त्यो अफिसमा यो हामी तपाईँले मेयरलाई यहाँबाट निकालेर लानुहोस्, मतलब छैन, हामी के गर्दैनौँ जान दिन्छ। हाम्रो एउटै माग के छ भन्दाखेरि हामीले त्यो अफिसमा चाहिँ त्यो हामी ताजा ल्याएर राख्छौँ र आइतबार जुन आउनुहुन्छ नि त्यो दिन हामी यहाँ मिटिङ बस्छौँ, स्थानीय बस्छौँ, यहाँ हाम्रो पुरै गरेर स्थानीय बस्छौँ हामी यहाँ। हाम्रो सुरक्षाकर्मी साथीहरू पनि यहाँ हुनुहुन्छ, उहाँहरूको रोबरमा हामी यो काम गर्नेछ। यतिकै हजुरहरू के भन्नुहुन्छ? यो भनेको हामीले 2-3 जना मात्रै होइन सर, यो गेटको कुरा बेग्लै कुरा हो कि हाम्रो छ नि होइन होइन हामी यो हामीले क्षति पाउँछु सर, पाउँछु सर, पाउँछु सबभन्दा पहिले उहाँको जुन उहाँको अहिले कुर्सीमा बसिरहेको छ नि उहाँको कुर्सी पनि आनन्द हुन्छ कुन तरिकाले बिसानी हुन्छ नि सर। हाम्रो यति जनताले कुरा गरेको छ, हामी शान्तिपूर्वक यहाँ हाम्रो प्रतिनिधिको जान्छ तत्काल लानु छ। तपाईँहरू किन ढुक्कै बस्नु न, तपाईँहरूले हामी पनि यहाँ केही गर्दैनौँ। यहाँ जति छ नि सबैजनाले हामी बरु पछाडि हट्छौँ। अब हाम्रो प्रस्ताव त्यस्तो आयो, तपाईँ हाम्रो प्रस्ताव ठुलो छैन सर, बाटामा आउनु पर्यो सर। हेर्नु न, यो ग्रामथान हाम्रो हो सर, हामीले सुरक्षा गर्छौँ नि, सुरक्षा गरेको सर। पुरै नेपालभरि के भयो हाम्रो ग्रामथानमा अलिकति यत्रो जेन्जी माध्यम सुरक्षा गरिदियो त्यो उहाँ एउटा हामी मात्रै जान्छौँ, 2-3 जना हामी मात्रै जान्छौँ। तपाईँहरूको यो मान्छे खराब रहेछ नि त। अनि तपाईँले सूचना कस्तो निकालेको त्यो अर्डर गर्नु न, एकपल्ट 4पल्ट निकालेको, हामीले 5पल्ट निकालेको कर्मचारी लगायत कुनै त्यो त जेन्जीको टाइममा यस्तो भन्न हामी हामीले आफ्नो काम राम्ररी गर्दै हुनुहुन्छ, हामी तपाईँलाई एकदम वेलकम गर्दैछौँ। हामीले नि हामी पनि साथ दिन्छौँ नि। सपोर्टमा आएर उसले बोल्न लगाइयो, सिन्जा गरेर हस्ते गर्न लगाइयो, त्यो चाहिँ भोलिको लागि अहिलेको लागि सबैको मैले तिनीहरूको राम्रोसँग चिनाएको है। मैले आएर भन्नुभएको प्लिज बोल्दाखेरि त्यति हामीलाई गर्न दिनुहोस्, कसैले हामी के गरिदिनु सर। हाम्रो पनि जनताको एउटा कुरो छ, हामीले के गर्दा राम्रो, तपाईँले के भन्नुहुन्छ, हामीलाई बाटो दिनुहोस्, तपाईँले दिनुहोस् एकछिनको लागि सुन्नु न। फेरि आफ्नो समूहको तयारी गर्नु, एजेन्डा बनाउनु। हाम्रो त्यो एजेन्डा क्लियर छ सर, हामीले क्लियर छ, हाम्रो एजेन्डा क्लियर छ। तपाईँको एजेन्डा क्लियर छ, ठिक छ होइन?
होइन त सर, यो कुरा लिएर उसले आफै गरे, चुप न, मलाई फेरि गर्नु बोल्नु भयो। उसले एक्लै गरेको बोल्न चाहिँ नि टायर बालेको सर हुन त खोके सर हाम्रो एउटा यतिजना छौँ नि हाम्रो त्यही एउटा लास्टिक छाडे छ हामीले गएर वडा अध्यक्षको गएर रुममा तल हान्छु बस हामीले केही क्षति केही गर्दै गर्दैनौँ सर त्यो गलत मेसेज जो जे जाओस् सर त्यो त्यति हामीले बाटाको कुरा पहिले उताबाट आउनु पर्यो आएको छैन अहिले गर्दा गरौँ हामी 4 बजेदेखि शान्तिपूर्वक छौँ नि एउटा कुरा गरौँ होइन हामी पनि आउँछौँ जसरी रोगमा मिटिङ राखौँ अहिलेको समाज भनेको सबै मिलेर भाइचारा काम राखेर अस्ति तपाईँले हिजो आन्दोलन गरम जान्छ